नमस्कार साथीहरू। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले बालेन शाहभन्दा हर्क साम्पाङ प्रधानमन्त्री बन्नका लागि 1000 गुणा योग्य रहेको टिप्पणी गरेका छन्। साथीहरू, देश चलाउन सक्ने क्षमता साम्पाङ जति अरू कसैसँग नभएको पनि जिकिर गर्दै राईले यस्तो बताएका हुन्। उनले भनेका छन्, बालेनभन्दा हाम्रो पार्टी अध्यक्षज्यू प्रधानमन्त्रीका लागि 1000 गुणा योग्य हुनुहुन्छ, तर सङ्ख्या नपुगेर मात्रै हो। होइन, के हुँदैछ हो श्रम संस्कृति पार्टीमा साथीहरू? उता हर्क साम्पाङले मै प्रधानमन्त्री बन्ने हो, मै हो सबभन्दा ठुलो भन्छन्। उता मोटरसाइकल चलाउँदाखेरि एउटा हातले चलाएर पुरै कानुन तोड्छन्। कानुन बनाउने मै त हो, मै सबभन्दा माथि, कानुनभन्दा माथि भन्छन्। के हुँदैछ साथीहरू? कमेन्ट गर्नुहोस् त। कि सकिने नै हुन् त श्रम संस्कृति पार्टी? यसरी त अर्को चुनावमा त यिनीहरू त सकिन्छन् साथीहरू। नयाँ बनाउँदाले यस्तो गरेपछि पुरानालाई के दोष दिनु साथीहरू? कमेन्ट गर्नुहोस् त साथीहरू। तपाईँलाई ठिक लाग्यो यो?